आज हामी यस्तोमा सुतेको है यहाँ सुतियो अब चाहिँ बिहान भइसकेको छ ए डल्ले आज मौसम चाहिँ वाह हिमाल त्यस्तो देखिँदो रहेछ है यहाँबाट माथिबाट हेर्नु पर्यो कि कस्तो रहेछ यो बन्दै रहेछ ओ यस्तो दामी गाउँ है ओ गुड मर्निङ सबैजनालाई हिमाल त्यस्तो देखिँदै रहेछ यहाँबाट अलि उता गयो भने अझै राम्रो देखिन्छ होला अनि यहाँबाट लगभग 5-6 घन्टा समथिङ त्यति लाग्छ होला त्यहाँ त्यति जति गयो भने बल्ल त्यो हिमालको मुनि एउटा खपुचे ताल छ त्यहाँ जान त धेरै मुस्किल छ त्यहाँ गयो भने त हिउँ पहिरो आउँछ रमाइलो हुन्छ त्यो एकदमै राम्रो ठाउँ छ तर हिँड्नलाई अलिकति गाह्रो हुन्छ हिँड्न सक्ने मान्छे झाम्खाउनु पर्यो हेलो गुड मर्निङ सबैजनालाई सबैजना उठिसकेपछि बिहान माथि डाँडाबाट हिमाल हेर्नुको लागि जाँदैछौँ सबैजना अगाडि गइसक्नुपर्छ केही मान्छेहरू चाहिँ पछाडि छन् दिदीहरू दाइहरू कस्तो छ माथि हिमाल म तपाईँहरूलाई देखाउने छु है त यहाँबाट चाहिँ कता कता जान्छ खपुचे लेक त्यता भयो बसपाक यता भयो एके पनि तलै रहेछ सबाथर सिक्लेस पार्क माथि रहेछ जस्तो गाउँ चाहिँ राम्रो गाउँलाई गाउँको अस्तित्वमा बचाइराख्नु पनि त ठुलो कुरा हो ओइ बाटो त खतरा रहेछ त यहाँबाट कता त्यही होला सायद घर त कस्तो पुरानो स्टाइलको दामी दामी है अझै आधी घन्टा उकालो चढ्नुपर्छ अरे यहाँबाटै होला त्यो हारपुथर डाँडा जाने माथि हो दिदी यही बाटो हो ल धन्यवाद एक्लै हरायो यत्रो गाउँमा है पारिदेखिको चाहिँ ताङतिङ गाउँ ओइ ओइ कता हो म हराएँ कि के हो यहाँबाट कता हो यता होला अलिक ठुल्ठुलो बाटो कता छ त्यतै बाटो खोजेर जानु पऱ्यो भाइ उतै गइरह फेरि ओ दिदी माथि डाँडा जाने बाटो कता यताबाट ए ल यत्रो गाउँमा हराए ऊ माथि पुगेछन् रुक टोक्ने कुकुर किन यहाँ डर लाग्ने
ए ए ए कति हराउने रहेछ यतै होला सायद गाउँभित्र त बाटो त आफमा के हो यो ओह यहाँ रहेछ नम्बर टोल्यो मल्ल भेटेँ खाने पानी होला सायद तातो छ आम्मामामा तातो रहेछ त्यो पानी त माछा पुच्छ्रे बैंक सिक्ले शाखा आम्मा यस्तो सिडी त कति हो सबै ठाउँमा सिडी रहेछ यहाँबाट यस्तो देखिँदो रहेछ तल्ल कता हो ढिकीको जस्तो आवाज पुरानो गाउँको ढिकी त्यहाँ रहेछ आम्मामा मान्छेहरू त यति प्याक तल यतिकै आउँदैछन् माथि त्यतिकै जाँदैछन् ह्यास भयो है यत्रो उकालो चढेपछि बल्ल चाहिँ यो ठाउँमा आयो वाउ बच्चा यहाँ पो रहेछ त दामी त मान्छेहरू त आँखै अगाडिदेखि रहेछ हिमाल त है त्यहाँ जानु हुन्छ नजिक देख्छ होला है अयो के छ लाउरेहरूको हालखबर मान्छे त भयो है के हो यो सिक्लिस पार्क एन्ड टेन्ट हाउस किन हो यहाँ बार लाग्छ त ओ अगाडि हिँड्न तिम्रो भिडियो बनाइदिन्छु मान्छे त कति हो है तिम्रो टाउकोले त हिमाल छोइरहेछ त तिम्रो टाउकोले हिमाल छोइरहेछ त ओइ यो भित्र चाहिँ तार जालीला रहेछ पार्क मान्छेहरू त माथि त्यति गइसकेछन् तल त्यति आउँदैछन् हाच्छो कमलको हाँगा रसम सानो कमलको हाँगा रसम पिला फिर्ने छैन तिमीलाई छोडे तिमीलाई हो त्यहाँ चाहिँ भ्यू टावर छ उयो के भ्यू टावर तल घाम देखिरहेछ
बोलाएको छ के अरे सायद त्यहाँ टिकट लिएर हो कि कस्तो तार जान्छ त लाग्यो ए मान्छे त बाबा 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 ल ल भाइ सिक्लेस सो वेलकम गाई छैन सो हामी चाहिँ माथि सिक्लेसको डाँडामा छौँ ल सो हेर्न सक्नुहुन्छ खतरा छ भ्यू यता पारे होइन त्यही हो खतरा छ त्यहाँको चाहिँ होइन सो बब्बाल छ सबै घुमघाम यता चलिरह सो हेर्न सक्नुहुन्छ टिमहरू यता छ होइन त्यही हो हराम चलेछ हराम हराम दाइ हेर्नुहुन्छ यता टक्क यो मेला हो कि घुम्न आएको मान्छेहरू आमामा यहाँ पो रहेछ रमाइलो त यति धेरै पार्कभरि मान्छे मान्छे यहाँ टेन्ट लिएर बसेको छन् ऊ यहाँ छ अनि तल छ मान्छेहरू माथि गएको छ हाम्रो गुमा देवीको दोहोरी सुन्नु पर्यो क्या Kora didi kora. नेपाली सिन्ताली संसारमा लम्किन्छ ल बाजे ल धन्यवाद है ल ल ल नमस्ते हामी माथि चौरमा हेरिसके पछाडि अब तल झर्दैछौँ अब भोक बोक्नेलाई खाजा नखाए पानी मात्र खाएर आएको चिया नि खाएन रमाइलो छ माथि त मेला सरी मान्छेको भिड त ओहो नि हामी चाहिँ यो तार बार छ त्यहाँ एक ठाउँमा ढोका रहेछ त्यहाँबाट छिरेर उता 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 गएर त्यहाँ गएर पहिला त्यो टावरमा चढ्ने हो त्यो टावर चढिसके पछाडि त्यो पिङ खेल्ने अरे त्यसपछि के रे भाइ के भनेको त्यो गाउँ देख्नको लागि हेर्नको लागि त त्यो टावर बना होला नि कुन त 3-4 जना पाउँछ होला नि त्यो अब त कुहिर आइसक्यो हिमालनी छोटिँदै छोटिँदै गयो तल झर्दै झर्दै जाँदै जाउँ थकाइ लाग्यो आऊ छिटो तीनजना त केही नि हुन्न जानु अब आयो आयो ढुक्कैले जानु को खेल्ने हो पिङ है नाना मलाई मच्ची नै आउँदैन को खेल्ने हो
भाइ पहिला टिकट ल्याऊ अल सिस्टर गर त भाइ ओए चुडिन्छ के धर त ऊ भने थिएँ नि मैले अलि सुस्तरी मच्याउ न केलाउने रहेछ र मलाई बेसी पानी खानुहोस् है पानी हिमालको नेचुरल फिल्टर कति चिसो के रहेछ यो वेलकम टु सिग्लेस पार्क अन्नपूर्ण लमजुङ हिमाल कोरी त्यता पर्दो रहेछ दशा प्रोसी खर्क कपुचे लेक त्यहाँ त हामी गछ नुट्टा चिगा लमजुङ तसा सिग्लेस हैदराबाद ऊ त्यो डाँडामा छ सिग्लेस यदि होगु गोठमा हामी गर्छौँ त्यो के अरे कपुचे लेक जाने बेला अब गाउँ फर्किसक्यौँ सुस्तै बाबु ओइ लडिन्छ सुस्तै अब यस्तो डर लाग्दो बाटो यार ऊ तल गाउँ सिग्लेस गाउँ Oh guys, Sickles go! So Boban! बाबु ओइ बाबु तिमीलाई कस्तो लाग्यो सिक्लेसको बाटो हाँ म त गाउँै जानु पर्ला तँ घर ऊ माथि मन्दिर रहेछ के मन्दिर हो जान मिल्छ कि नै ऊ त्यो घट्ट हेर्नु पानी घट्ट ऊ माथि एउटा घट्ट छ अनि त्यसै गरी यहाँ एउटा छ अनि अलि तल त्यहाँ एउटा छ यो हो नि त संस्कार संस्कृति जोगाएर राख्ने यहाँले चाहेको भए मिल बन्न सक्थ्यो है तर पनि सबै थोक हुँदा हुँदैन पुरानो परम्परालाई अगाल्दै यो घट्ट अझै पनि बचाइराख्नु भएको छ यही हो मौलिकता भनेको यही हेर्नलाई त हो मान्छेहरू आउने यो सबै हट्यो भने त कङ्क्रिटहरू घर बन्यो भने त को आउँछ र हो हेर्नु आम्मा बाटो त हामी कहाँ हो यहाँबाट कति जाने हो यहाँ त बन्द छ त मैले खोले है ओइ सरी यार अहिले राखिदिउँला सिउरी धुँ है सही कडा जस्तो रहेछ त हेर्नु है घट्ट पानी घट्ट हुने यही हो हेर्नु है ओए कति गाह्रो घुम्यो ओए बेसरी गाह्रो रहेछ क्या बेसरी गाह्रो छ घुम्यो घट्ट
कुन त्यो त्यसमा भित्र त्यो झाँटोमा जस्तो के यो भालेन गुरुङ होला है भाले गुरुङ उसको नाम भाले खर त्यो हेर्नु त त्यो के अरे त्यो यो यसको नाम के भन्छ यसलाई डु नै होला हामीले नि डु भन्छ नि बडे हाम्रो खानमा छ नि बडे के भन्छ त्यो हामीले यहाँबाट के देखिन्छ हेर त सिस्नो टिप्दै हिँडेछन् तल मान्छेहरू छिटो हो जिम त जिम के छ बाटो ठिक छ सानो मान्छे चन्दन म ओइ यहाँ कहाँ ब्याङ्क थियो अघि हामी त्यो बाटोदेखि माथि गएको के ओके म त्यो यो हेरेर अनि लोकेसन हेरेर फुल त जसको घरमा नि रोप्ने रहेछ ओइ ओइ ठिक छ खाना खायो खाएन खायो आज छुट्टी हो खुसी कता गयो घरमा छ को छौ ए दुईजना खुसी र तिमी ल चिसो चिसो बढ्यो अब त माथिबाट अँध्यारै हुँदै आयो ल हामी माथि पार्कबाट फर्किसकेका छौँ अब भने हामी खाना खाएर के चाहिँ सानो मान्छे खाना खाइसकेको छन् अब खाना खाएर हामी सर फेरि पोखरा फर्किनुपर्छ सबैजना खाना खाँदैहरू छ काङ थपी थपी खानुहोस् है बसौँ बसौँ खाना खाऊँ ए सानो मान्छे यो कसको ठाउँ रे केटाहरूको ठाउँ गुड यो गरिदेऊ यो गरिदेऊ न ल भात खाने कार्यक्रम सुरु भएको छ यो बिना भातै रुच्दैन सालकाङ खानुहोस् है अझै यहाँ छ ओरिजिनल माउन्टेन वाटर यो खानुहुन्छ अङ्कल अङ्कल श्री यो ए धन्न खस्यो अब चाहिँ हामी बिदाई कार्यक्रममा छौँ है बिदाई भएर जाने हो अब चाहिँ खाइयो बस्यो रमाइलो भयो टिका लाउँदै बिदा हुने समय आएको छ ल
अध्यक्षको हैसियतले यो टुर कस्तो भयो कस्तो यो रह्यो टुर अत्यन्तै राम्रो एकदमै के सोचे भन्दा पनि बढी रमाइलो उत्तिकै हास्य व्यङ्ग्य उत्तिकै अनि अब सेतो पानीदेखि लिएर कालो पानी खानेसम्म एकदम अनुशासन हजुर एकदमै राम्रो थियो हाम्रो कार्यक्रम ल धन्यवाद हस् दिदी ल ल हामी फर्किसक्यौँ है जोस् रमाइलो भयो खानपिन बसाइ राम्रो भयो अब चाहिँ हामी सबैजना पोखरातिर फर्किँदैछौँ हो त्यो चाहिँ इको म्युजियम खच्चडले यो बोक्दो रहेछ त यसरी कति मजाले बोक्दो रहेछ है बिचरा बोक्दो रहेछ है ल अब सबैजना आफ्नो सिटमा चढिहालौँ दुईवटा गाडीमा आएको एउटा हाम्रो गाडी त्यसै गरी यहाँ छ एउटा हाम्रो गाडी ल चढिहाल्नु त म कता हो